साहित्यको इतिहासमा यस्ता लेखकहरू पनि थिए जसको योगदान त एकदमै विशाल थियो, तर आज उहाँहरूलाई लगभग बिर्सिसकिएको छ। आजको यो विश्लेषणमा आउनुहोस् यस्तै एकजनाको कथा खोतलौं। 177! सोच्नुस् त, 177! यो कुनै सामान्य नम्बर होइन। यो त एकजना लेखकले आफ्नो जीवनकालमा लेखेका छोटा उपन्यासहरूको सङ्ख्या हो। यति सुन्ने बित्तिकै मनमा एउटा जिज्ञासा जाग्छ हैन त? हो, प्रश्न यही हो। आखिर को थिए ती व्यक्ति जसले यति धेरै लेखे, साहित्यको सबैभन्दा ठूलो सम्मान पनि पाए, तर पनि समयको धुलोमा कतै हराएर गए? आज हामी यही रहस्यको पर्दा उघार्नेछौँ। हामी कुरा गर्दैछौँ पाउल हेसेको, सन् 1910 का नोबेल पुरस्कार विजेता। उहाँ आफ्नो जमानामा जर्मनीमा कविताका राजकुमार भनेर चिनिनुहुन्थ्यो, तर आज सायदै कसैलाई उहाँको नाम थाहा होला। अब हेसेको साहित्यिक क्षमता बुझ्नको लागि उहाँका 177 कृतिको लामो सूची हेर्नु त सम्भव छैन। त्यसैले हामी एउटा फरक बाटो अपनाउँछौँ। उहाँको एउटै तर सबैभन्दा शक्तिशाली कथाको गहिराईमा पुगेर उहाँको कलालाई महसुस गर्ने प्रयास गर्नेछौँ। यो कथाको नाम हो एल अराबियाटा। यही कथाले हेयसेलाई विश्वव्यापी चर्चा दिलायो। कथा एक यस्तो पात्रको हो जसको रिस नै उसको परिचय बनेको थियो, तर त्यो रिसको पछाडि एउटा निकै गहिरो र मार्मिक कथा लुकेको थियो। कथा सुरु हुन्छ इटालीको एकदमै सुन्दर ठाउँ सोरेन्टोबाट। त्यहाँ लरेला नामकी एउटी युवती बस्छिन्, तर गाउँका मानिसहरू उनलाई उनको नामले होइन उनको स्वभावले चिन्छन्। एल अराबियाटा अर्थात् रिसाहा केटी। तर उनको यो रिसको पछाडि एउटा कारण थियो। उनले आफ्नो परिवारमा जुन दुःख र पीडा देखेकी थिइन्, त्यसले गर्दा पुरुष जातिप्रति उनको मनमा गहिरो अविश्वास र घृणा भरिएको थियो। यही कथामा अर्को पात्रको प्रवेश हुन्छ, एन्टोनियो। ऊ एक साधारण माझी हो जो लरेलाको कठोरताको बावजुद उनलाई भित्रभित्रै मन पराउँछ, र संयोगले एक दिन उनीहरू दुईजना मात्रै एउटा डुङ्गामा समुद्रको बीचमा एक्लै हुन्छन्। ओहो, कथाको सबैभन्दा नाटकीय मोड यही हो। समुद्रको बीचमा एन्टोनियोले हिम्मत गरेर आफ्नो प्रेम व्यक्त गर्छ, तर यसले लरेलालाई झन क्रोधित बनाइदिन्छ, र त्यही आवेगमा उनले एन्टोनियोको हातमा टोकिदिन्छन्। यो केवल एक भौतिक चोट थिएन, यो उनको भित्र जम्मा भएको सबै पीडाको विस्फोट थियो। त्यसपछि डुङ्गामा एउटा गहिरो सन्नाटा छाउँछ, र त्यही मौनतामा लरेलाले पहिलो पटक एन्टोनियोको आँखामा हेर्छिन्। त्यहाँ रिस थिएन, थियो त केवल आफ्नो लागि साँचो प्रेम र आफूले दिएको चोटको पीडा। कहिलेकाहीँ शब्दले भन्दा मौनताले धेरै कुरा भन्छ, र यो क्षण त्यसैको प्रमाण थियो। कथाको अन्त्य कुनै संवादबाट होइन, एउटा कर्मबाट हुन्छ। त्यो रात लरेला पश्चाताप र सायद अलिकति प्रेमले भरिएको हृदय लिएर एन्टोनियोको घर पुग्छिन्। उनको हातमा शब्दहरू थिएनन्, बरु उसको घाउ निको पार्ने मलम र पट्टी थियो। यो सानो कार्यले नै उनको मन परिवर्तन भएको प्रष्ट सङ्केत दिन्छ। लरेलाको यो कथाले हामीलाई सिधै पाउल हेसेको सबैभन्दा ठूलो साहित्यिक योगदानमा पुर्याउँछ, किनभने यो कथा सुन्दर मात्र थिएन, यो त उहाँले प्रतिपादन गर्नुभएको एउटा सिद्धान्तको सठिक उदाहरण पनि थियो। हेसेले विकास गरेको यो सिद्धान्तलाई बाज सिद्धान्त वा फ्याल्कन थियरी भनिन्छ। उहाँको भनाइ के थियो भने हरेक राम्रो कथा एउटै मुख्य घटनाको वरिपरि घुम्नुपर्छ, र त्यो घटनालाई कथामा कुनै एउटा वस्तुले प्रतीकको रूपमा प्रतिनिधित्व गर्नुपर्छ। एल अराबियाता कथामा त्यो प्रतीक थियो एन्टोनियोको हातको रगतले लतपतिएको घाउ। यसलाई अझै सरल तरिकाले बुझौँ। बाज सिद्धान्तका 3 मुख्य चरण छन्। पहिलो, कथामा एउटा शक्तिशाली मोड आउनुपर्छ जसले कथालाई नयाँ दिशा दिन्छ। दोस्रो, त्यो मोडलाई प्रतिनिधित्व गर्ने एउटा प्रतीक हुनुपर्छ। र तेस्रो, कथालाई अनावश्यक रूपमा लम्ब्याउनु हुँदैन, केवल त्यही मुख्य क्षणमा केन्द्रित हुनुपर्छ। खैर, हेसुको यो सिद्धान्त उहाँको समग्र साहित्यिक दर्शनको एउटा सानो हिस्सा मात्र थियो। उहाँ आफ्नो समयको एउटा ठूलो बौद्धिक बहसको केन्द्रमा हुनुहुन्थ्यो। त्यो बहस थियो, साहित्यले आखिर के देखाउनुपर्छ। यो बौद्धिक युद्धको सार यहाँ देख्न सकिन्छ। एकातिर थिए हेसे र उहाँका समर्थकहरूको आदर्शवादी धार, जसको मान्यता थियो कि कलाले संसारलाई सुन्दर र प्रेरणादायी देखाउनुपर्छ। अर्कोतिर थियो प्रकृतिवादी धार, जसले भन्थ्यो साहित्य समाजको ऐना हो र यसले समाजको गरिबी र कुरूपता जस्ताको तस्तै देखाउनुपर्छ।
हेसे कलालाई आत्माको औषधि मान्नुहुन्थ्यो भने उहाँका विपक्षीहरू यसलाई सामाजिक सुधारको ऐना ठान्थे। त्यसो भए यो बौद्धिक युद्ध र 1777 कथाहरू लेखिसकेपछि ती लेखकको अन्तिम विरासत के रह्यो त? इतिहासले पौल हेसेलाई आज कसरी हेर्छ? उहाँको जीवनका यी महत्त्वपूर्ण हेरौँ। उहाँको जन्म, राजाबाट पाएको सम्मान, 80 वर्षको उमेरमा पाएको नोबेल पुरस्कार र सबैभन्दा मार्मिक कुरा, उहाँको मृत्यु। उहाँको निधन पहिलो विश्वयुद्ध सुरु हुनुभन्दा ठिक अगाडि भयो। यो एउटा संयोग मात्र थिएन, यो त उहाँले जीवनभर विश्वास गरेको सुन्दर र आदर्शवादी संसारको अन्त्यको प्रतीक जस्तै थियो। उहाँलाई कविताका राजकुमार भन्नुको कारण उहाँको लेखन मात्र थिएन, उहाँको व्यक्तित्व, उहाँलाई नेतृत्व गरेको साहित्यिक समूह र राजाबाट पाएको संरक्षणले उहाँलाई म्युनिकको एक जीवित किंवदन्ती बनाएको थियो। र उहाँको इटालीप्रतिको प्रेम त उहाँका लगभग सबै कथाहरूमा छर्लङ्गै लेखिन्छ। र यो भनाइले उहाँको सम्पूर्ण कलात्मक दर्शनलाई एकै वाक्यमा समेट्छ। उहाँको लागि कला यथार्थबाट भाग्ने माध्यम थिएन, बरु त्यही यथार्थभित्र लुकेको सुन्दरता र आशा खोज्ने एउटा शक्तिशाली उपकरण थियो। उहाँले कुरूपतालाई नकारेको होइन, तर त्यसभन्दा माथि मानवतालाई राख्नुभयो। अन्तमा यो विश्लेषणले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्नमा ल्याएर छोड्छ। आजको डिजिटल युगमा जहाँ हामी हरेक कुरा जस्ताको तस्तै हेर्न अभ्यस्त छौँ, के पल हेसेको आदर्शवादको कुनै ठाउँ छ? के कलाको काम हामीलाई प्रेरणा दिनु र एउटा अझ सुन्दर संसारको कल्पना गराउनु पनि हो? यो प्रश्नको जवाफ सायद हामी सबैले आफैभित्र खोज्नुपर्छ।